सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, आज भने म एकजना अत्यन्तै सहयोगी, मनका धनी, यो देशकै सर्वाधिक लोकप्रिय गायक राजेश पाल राई ज्यूलाई धन्यवाद दिनको लागि यो भिडियो क्लिप बनाउँदैछु। मित्रहरू, हर्क साम्पाङले गरेको एकल सङ्घर्ष र मिलेका केही असल शुभचिन्तक र समर्थकहरूको साथ सहयोग पछाडिको चाहिँ के अरे प्राप्ति धरान उपमहानगरपालिकाको नगर प्रमुखको पदमा निर्वाचित भएको अवस्था र त्यस पछाडि चाहिँ विभिन्न खालका साथ सहयोगहरू जुन मलाई मिल्यो, त्यसमा चाहिँ एउटा साङ्गीतिक सहयोग, साहित्यिक सहयोग भनौँ को रूपमा चाहिँ नै मलाई राजेश पाल राई ज्यूले थुप्रै गीतहरू गाएर चाहिँ मलाई सहयोग गर्नुभएको छ। सबैभन्दा पहिला चाहिँ खोजी हिँडे देशभक्त पाएँ हर्क साम्पाङ भन्ने आलोक चामलिङ सरको लेखनमा उहाँ विराटनगरको हुनुहुन्छ। उहाँको घर चाहिँ विराटनगर छ र विविध कर्म गर्नुहुन्छ उहाँले, मैले जहाँसम्म बुझ्दाखेरि। र उहाँ काठमाडौँ जस्ता ठाउँहरूमा पनि चाहिँ नि आउने जाने गरिराख्नुहुन्छ। तथापि उहाँको घर चाहिँ विराटनगर हो भन्ने मैले बुझेको छु। र आलोक चामलिङ सरको शब्द रचनामा खोजी हिँडे देशभक्त पाएँ हर्क साम्पाङ भन्ने गीत जुन राजेश पाल सरले गाउनुभयो, त्यसमा एउटा फिमेल सिङ्गर पनि हुनुहुन्छ। उहाँको नाम चाहिँ मैले माफ गर्नु होला स्मरण गर्न सकिनँ। मैले यहाँ भन्न खोजेको कुरा, उहाँलाई पनि धन्यवाद छ। उहाँ जो तपाईँको चाहिँ के अरे गायिका हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ। विशेष धन्यवाद चाहिँ मैले राजेश पाल राई सरलाई, होइन, राइज किङ भन्ने एउटा टाइटल पनि उहाँले पाउनु भएको छ।